हेलो एन्ड नमस्ते सबलाई इट्स मी मिस्टर एमके अनि आज चाहिँ मेरो नो बडी सो सिरिजको डे 4 सो यत्रो दिन गायब हुनुको मेन कारण चाहिँ मेरो आफ्नै घरमा बिहे थियो होइन। अब घरमा बिहे भएपछि त आफूले हल्का फुल्का यताउति काम गर्नै पर्यो। घरमा बिहे सकिने बित्तिकै मलाई रोकाखोकी ज्वरोले समाइहाल्यो होइन, त्यही भएर नि मैले भिडियो बनाउन पाएन। त्यसपछि मैले एक हप्ता रेस्ट गरेँ र सो आजदेखि चाहिँ मैले अब फेरि नो बडी सो सिरिजलाई कन्टिन्यू गर्नेवाला छु होइन। यो एक हप्ता रेस्ट टाइममा पनि मैले बडी कभर गरेर राखेको थिएँ होइन, आँखा नलागोस् भनेर। तर पनि बिहेमा आँखा लाग्यो जे जसो गरे नि, झन् आँखा नलागोस् भनेर सिरिज स्टार्ट गरेको नो बडी सो झन् आँखा लाग्छ है, बुझ्न गाह्रो। सो त्यो कुरालाई चाहिँ इग्नोर गरेँ। आज मेरो ब्याक एन्ड बाइसेप वर्कआउट थियो। सो प्री वर्कआउटमा चाहिँ 200 ग्राम दही खाएर म चाहिँ वार्मअपसम्म गरेँ। वार्मअप सकिएपछि चाहिँ फर्स्ट एक्सर्साइजमा चाहिँ बारबेल कर्लको 3 सेट हाने र ब्याकको फर्स्ट एक्सर्साइजको चाहिँ केबल रोइङको 3 सेट हाने। त्यसपछि ह्यामर कर्लको 3 सेट हानिसकेपछि बारबेल रकको 3 सेट हाने। त्यसपछि बाइसेपलाई हिट गर्दै बारबेलमा रिभर्स कर्लको 3 सेट हाने र अन्त्य एक्सर्साइजमा चाहिँ सिटेड रोइङको 3 सेट हानिसकेपछि चाहिँ वर्कआउटलाई सकाए। वर्कआउट सकेपछि एकछिन रेस्ट गरेर बडी कभरमै पम्पलाई चेक गर्दै आजको पोज दिएँ र आजको लागि चाहिँ यति नै। हस्त धन्यवाद।